सायद मेरो पनि कोही भएको भए आज यी मध्यरातहरू यति निर्दयी लाग्ने थिएनन्। एक्लै कोठाको कुनामा बसेर आस्नु पर्दैन थियो होला। बाहिरबाट म सामान्य देखिन्छु, हाँसिरहेको पनि देखिन्छु, तर भित्र भने म दिनदिनै चुपचाप भाँचिँदै गएको छु। मेरो मनको चिच्याहट कसैले सुन्दैन, किनकि सबैलाई मेरो मौनता मजाक जस्तो लाग्छ। म कति थाकिसकेको छु, कति पटक आफैत्र मरेको छु भन्ने कुरा मात्र थाहा छ। प्रेममा हारे, भरोसामा हारे, आफ्नै सपनासँग पनि हारे। जिन्दगीले यति धेरै चोट दियो कि अब पीडासँग पनि बानी परिसकेको छ। भविष्यको कल्पना गर्दा पनि डर लाग्छ, किनकि हरेक बाटो अधुरो जस्तो देखिन्छ। मैले चाहेका मानिसहरू टाढा भए, मैले बनाएका सपना टुक्रिए, अनि अन्तिममा आफू